यात्रुगणलाई मेरो तर्फबाट नमस्कार छ। के रिक्वेस्ट छ भने तपाईलाई के जानकारी छ भने मेरो तर्फबाट यो ट्राफिक सप्ताह 2082 को हिजोबाट शुभारम्भ भयो। 1 नम्बर प्रदेशभरि नै ट्राफिक सप्ताह कार्यक्रममा के हुन्छ भने चालक सहचालक र यात्रुगणलाई ट्राफिक सम्बन्धी दिनुपर्ने जनचेतना कार्यक्रम के गर्ने नगर्ने, कसरी सबैलाई न्यूनीकरण गर्ने र अरू हिंसाहरू कसरी न्यूनीकरण गर्ने भन्ने बारेमा हामी जानकारी गराउँछौं। र आजको के छ भने यो पर्चा पम्फलेटमा लैंगिक मैत्री सार्वजनिक सवारी हामी सबैको जिम्मेवारी। सार्वजनिक सवारीमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका मानिससँग दुर्व्यवहार भएमा यदि तपाईलाई कुनै व्यक्ति अनजान व्यक्तिले दुर्व्यवहार गर्यो या बस्नु भएको छ तपाईको साइडको व्यक्तिले कुनै किसिमले नराम्रो शब्दहरू गालीगलोज गर्यो भने तपाईलाई त्यस्तो अप्ठ्यारो पर्यो भने यहाँ स्क्यानर छ, नेपाल सरकारको स्क्यानर छ, त्यसमा पनि हाल्न पाउनुभयो र तपाईलाई नेपाल प्रहरीलाई सोहीमा सम्पर्क गर्न सक्नुभयो र 103 मा ट्राफिक प्रहरीलाई सम्पर्क गरेर जानकारी दिनुभयो भने तपाईलाई तत्कालीन कारबाहीले रेस्क्यु गर्नु छ है। त्यो नेपाल सरकार मार्फत आएको हो। सबै यात्रुगणको लागि मैले यो स्टिकर हजुरको गाडीमा ढोकानिर टालिदिन्छौं। कुनै प्यासेन्जरलाई अप्ठ्यारो पर्यो भने हजुरले हामीलाई सम्झिनु होला है। यहाँ टालेको छ है हजुर, यहाँ सबैलाई देख्ने गर्छ। ल धन्यवाद सर है।